लदरबारी आमा लदरबारी म चाहिँ अब निस्किसकेको छु बाहिर। आमा आज त के हो कालो भएर तल फेरि क्रक्समा हो बा सक्छ त अनि सक्दैन नि बारी। म चाहिँ निक्लिसकेँ अब मेरो मायाले लिनलाई होइन यो पछाडि फेरि काममा जानुपर्ने छ। हिजोको दसैँले लास्ट थकाएको छ गर्दन दुखेको छ हिजो पुरा हेडब्याङ सेडब्याङ हान्ने छ। मङ्की टेम्पलको कन्सर्ट भनेर मङ्की टेम्पलको कन्सर्ट हेर्न भनेर हिँडेको हामी ब्यान्डले नै पुरै गाउनै पाएन कस्तो खिच्चा भइदिएर। ल गुड मर्निङ बोय लदरबारी वेलकम ब्याक टु आवर च्यानल वेलकम ब्याक टु येट अनदर मोटो भ्लग अनि वेलकम ब्याक टु आवर हुन्छ नि यो कन्सिस्टेन्ट डेली भ्लगको सिन। के भयो थुप्रो कुराहरू भयो नि यार अब त्यो हुन्छ नि अब यो टक्क अपलोड हाल्दाखेरि चाहिँ अपलोड गर्दाखेरि थाहा हुन्छ होइन टक्क हो के भएछ के कस्तो भएछ भनेर। अब यहाँनिर के भन्छ यहाँको सिग्नल चाहिँ अब यहाँको ट्राफिक चाहिँ अब यहाँ फ्लाइओभर बनेपछि चाहिँ दामी घट्छ होला है त। तर अनि आइफोन र गाडी किन्न उत्तिकै सजिलो रहेछ अनि हुन्छ नि मान्छेहरू फोन किन्न सट्टा आइफोन किन्नुको सट्टामा गाडी किन्न पाउँदो रहेछ। ल एभ्रीबडी म चाहिँ भइसकेको छु रेडी। म चाहिँ अब युनिफर्म लगाएर बजिसक्यो 6:30 अन्त आई पिक्ड इट अप। अब what you gonna do next? What you gonna do? अनि म चाहिँ अब काममा जान्छु सो आई विल सी यू लेटर हैन। अनि कुक मिठो फर मी ओके कुक समथिङ मिठो फर मी ओके cook something meat for me when I came back from work. I was tired. I don't like to cook. I don't cook usually anyway. I don't like to cook anyway. हैन अनि त्यो अनि म चाहिँ अब संगीतलाई सुजनको घरमा छोडिदिन्छु। अनि संगीतसँग चाहिँ सबै त्यो अस्ति हाम्रो नवाज दाइसँगको क्लिपहरू अस्ति लास्टको भ्लगमा भएको मेरो साथीको क्लिपहरू चाहिँ अब उसलाई आफ्नो तर्फबाट हाउ यु वान्ट टु प्रेजेन्ट उसले चाहिँ त्यो क्लिपहरू मलाई पठाइदिउ न भनेछ। अनि मैले चाहिँ सङ्गीतलाई लगेर गएर उसको घरमै लगिदिनु लाग्यो। सो अब हामी चाहिँ अब घरबाट निक्ल्यो म पनि जान लाग्यो ऊ पनि जान लाग्यो बाहिर। सो स्टे ट्युन अब बाहिर मोटर भ्लगिङ देखाउँछ है त दाजुभाइहरू। सो यस सर के हो के हो आमामा खै साउ पाब्लो खोइ त भाइ। अनि ए तिमीलाई त चिल्लै बनाएको छ त भाइ खै हेर त बाबा अब के तिमीलाई म लोन दिनु हुन्न। ल यता यहाँ साउची चाहिँ यता रहेछन् होइन। ल त बाबा तिमी चाहिँ हिजो पनि मार्यौ आज पनि मार भोलि पनि मार ल बाबा तिमी। ल मिस्टर एक्सप्लोरर फेमस म्यान गिभिङ हिज क्लिप्स एन्ड सिट टु पिपल हुन्छ नि डिस्ट्रिब्युटिङ हिज वर्क द्याट्स सब। ल त एभ्रीबडी होइन अब चाहिँ हामी निस्क्यो अब यसलाई त्यहाँ छोडिदिन्छु त्यो पछि म काममा। यस सर आइज ल हावाले त पुरा हल्लाउँछ त। ल गाइजहरू हेर हावा चाहिँ यस्तो लागिरहेको छ नि यस्तो डेन्जर हावा लागिरहेको छ होइन हामीलाई हुँ बनाउँदैछ झन् यस्तो बिचमा चाहिँ मजा हुन्छ यार। फेरि मैले काम गर्ने एरियातिर यस्तो हावा चल्दैछ समुद्र ठ्याक्कै अगाडि पर्छ कि आमामा कताबाट हो के भन्छ यो विन्डहरू पनि हुन्छ नि। अब चाहिँ भाइ प्रपर आयो नि अब चाहिँ हुन्छ नि लाइक कामदै बाइक चलाउने दिनहरू आउँछ। त्यो हाम्रो के अरे यो हामी कुन ठाउँमा भाइ मेडिटेरेनियन के पो भन्छ यो हाम्रो के हो यो मेडिटेरेनियन ओसन भन्छ होइन मेडिटेरेनियन आइल्यान्ड भन्छ होइन यसलाई के भन्छ माल्टा क्या मेडिटेरेनियन भन्छ होइन। होइन यो अनि यो आउने हावाहरू चाहिँ कहाँबाट आउने होला नि यो क्या यो वेभ्सहरू हुन्छ नि ठुलो वेभ्सहरूबाट आउने हावाहरू होला होइन यो
लाइक तर यो हावा चाहिँ कहाँबाट चाहिँ आउने लाइक क्या त्यो हावा क्या प्रपर प्रेसर क्या कहाँबाट आउँछ होला नि अभी 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 कम्प्युटर साइन्स स्टुडेन्ट आमा यो बाटो आज कति यो बाटो डेली हिँड्दैन त केटाहरूलाई पनि केटाकेटीहरूलाई पनि जहिले क्या सेम बाटो हेर्दा हेर्दा दिक्क लाग्छ होला भनेर सोच्थेँ क्या म पहिले यत्रा नै पर्दैन रहेछ कन्टेक्स्ट छुट्टै बोल्ने टपिक छुट्टै भएपछि त यत्रा पऱ्यो त के हो दिदी ओ दिदी के हो भन त ए दिदी के खाँदैछौ दिदी दिदी स्यान्डविच खाँदै हिँड्दैछ च्याङ्बले मन छोडेछ तुनार डम्फु बजाउँदै अब हामी जान्छौँ यहाँबाट चाहिँ उकालो है त गाइजहरू यस्तै कफी सप खोल्नु मन छ क्या मलाई सानो क्या टक्क कर्नरमा होइन यताको नेपाली सबलाई ग्लोबल हान्ने हो नि भाइ अब त जे हेर्ने हो ग्लोबल हेर्ने हो नेपाली नट ओन्ली फर नेपाली यस फर नेपाली अल्सो बट ग्लोबल लोकेसनमा त भर पर्छ त त्यही त अब नेक्स्ट हुन्छ नि त्यही भएर गाइजहरूलाई स्टे ट्युन विथ अस हुन्छ नि 2027 वी गन डु समथिङ ग्रेट हुन्छ नि फर स्योर त्यही भएर हामीसँग जोडिराख्नको लागि चाहिँ अब भ्लगमा हुन्छ नि आउनु होला हेर्नु होला माया देखाइदिनु होला जोडिनु होला हुन्छ नि स्टे कनेक्टेड विथ अस हाम्रो यो जर्नी कहाँसम्म पुग्छ के हुन्छ त्यो जर्नीमा हुन्छ नि टाइप सिट ल त्यो हेलमेट पनि लगेर जा ल अगाडि जा अब के त अब त्यो फेरि चाप हुने होइन नि फेरि ओके माथि रहेछ उल्टी केटालाई पनि छाड्दै होइन एक काम ढुक्क भयो अबेलले एडिट सेडिट ढ्याक 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 हान्छ केटाले मेरो साथी सर्कल सबै यस्तैहरू मात्रै छ म्यान आई वान्ट टु किप अप विथ हुन्छ नि हङ्ग्री वान्स हुन्छ नि लाइक हु रियली वान्ट टु हुन्छ नि लाइक प्रुभ देमसेल्फ लाइक यो विदेश आएको छ एउटा जागिरले मात्रै होइन लाइक आई गट मोर भन्ने केटाहरूसँग चाहिँ जोडिँदैछु अनि मलाई एकदम खुसी लाग्छ केटाहरूले एकदम दामी हुन्छ नि लाइक दाइ ल तपाईँले गर्दै हुनुहुन्छ लेट्स डु इट टुगेदर सबैजना हुन्छ नि साथीहरू पनि ल के गरौँ ल के अब यस्तो गर्ने हो कि अब इभेन्टहरू गर्ने हो कि अब केही गर्ने हो कि यताउता हुन्छ नि लाइक ओके द्याट्स व्हाट आइम टकिङ अबाउट मेरो साथी सर्कल चाहिँ त्यस्तो हुनु पऱ्यो लाइक हुन्छ नि बिजी एज फक लाइक कामबाट निक्ल काम पछाडि के त समथिङ टु डु समथिङ टु हुन्छ नि इङ्गेज लाइक त्यसको होला रिजल्ट अहिले नहोला हुन्छ नि तर वी गट डु समथिङ म्यान फर स्योर द्याट्स व्हाट्स अप एभ्रीबडी लभ एभ्रीबडी म चाहिँ आइपुगिसक्यो चोकमा है त ड्याङ यही होला यहाँको हुन्छ नि चम्किलो लाइटवाला बोर्ड ड्याङ अब बाइक राख्ने ठाउँ छ कि छैन होला नि रहेछ नि त यसरी राख्नुपर्ने भएछ नि त ल त थ्याङ्क यू बोय थ्याङ्क यू फर द राइड म्यान यस्तो
यस्तो राखिदिनु पर्ला यार फेरि त कसको ल त एभ्रीबडी यस्तो छ माहौल चाहिँ होइन म चाहिँ अब आइपुगेको छु 8 आवर्स कि के हो ल हुन्छ कति बजी है त गाइजहरू देखाइदिन्छु 4:37 मा गुड नाइट एम यतिको चाहिँ हुनु पऱ्यो केटाहरू ल यतिको हसल छ हसल यतिको छ ग्राइन्डिङ यतिको छ दाजुभाइहरू होइन तर किन भन्दाखेरि चाहिँ अब त्यो एक दिन क्या भाइ त्यो एक दिन होइन त्यही एक दिनको लागि हो नि त होइन लाइक एक दिन वी गोना गेट द्याट वाट वी आर लुकिङ फर दाजुभाइहरू हामी यस्तो मोटिभेसन फेरि होइन यत्तिको मात्रै दिन्छ है दाइले ल त केटा मलाई लाग्यो त अब सी अन द नेक्स्ट वान है त गाइस ल त बारी म चाहिँ अब निस्केँ मिठो राइड भयो त दाजुभाइहरू ड्याङ तर चिसो दामी चिसो परेछ अन्त ब्याट्रीमा गोप्रो के अरे ब्याट्रीमा गोप्रोमा ब्याट्री नि कम छ आज के भयो त भन्दा आज के लेख्यो त भन्दा आज त्यस्तो भन्दा एभ्री डे इज स्पेसल डे होइन त गाइजहरू आज के देख्यो त दामी बाटोमा के देख्यो नि होइन अहिले मैले बिर्सिसकिसकेँ होला तर त्यही हो म्याम आजको के थियो दामी भन्दा आजको दिन वाज दामी अन्त के गरेँ मैले भन्दा मेरो मायालाई लिनु गएँ त्यो पछि काममा आएँ अब भोलि मेरो छुट्टी छ आई विल सी यु भोलिको भ्लग हुन्छ नि वी गट डु समथिङ लाइक सम प्रोडक्टिभ सिट फर स्योर हुन्छ नि ल त दाजुभाइहरू अब म घर पुगेर हान्छु है त ल त एभ्रीबडी कस्तो जान्दैन होला हौ मलाई कस्तो खिच्ने हो ल हेर मलाई माल पाएर चाल नपाएको भनेको यस्तै होला है कस्तो हो यार कस्तो दामी भयो नि त यो त कस्तो भयो त छ्या यो त भएन यार यस्तो होला ल त एभ्रीबडी ड्याङ म चाहिँ आइपुगेको छु घरमा अनि आज मेरो गोप्रो चाहिँ चाहो छ मैले रातिको केही पनि खिच्न पाएन तर पनि एनिवे यो भनेको के त भन्दाखेरि भगवान्ले मलाई भन्दै हुनुहुन्छ केटा तेरो यो गोप्रो फेर्ने बेला भयो म्यान वी निड अपग्रेड भनेर भन्दै हुनुहुन्छ सो वी विल अपग्रेड सुन अन्त अरू के त भन्दाखेरि म्यान अलवेज मिरर टक गर्दाखेरि गर्ने के यस्तो छ मेरो अहिले राइट नाउ मिरर टक गर्दाखेरि भन्ने कुराहरू भनेको आइम ग्रेटफुल एन्ड थ्याङ्कफुल थ्याङ्क यू फर दिस ब्युटिफुल डे थ्याङ्क यू फर अल द ब्लेसिङ थ्याङ्क यू फर द कन्फिडेन्स थ्याङ्क यू फर द करेज थ्याङ्क यू फर द स्पिरिट थ्याङ्क यू फर द नलेज थ्याङ्क यू फर द लाइफ लेसन थ्याङ्क यू फर all the experience thank you for everything I'm grateful and thankful for this beautiful life that's why यस्तै हो म त भन्ने यस्तै हो स्ट्रेट होइन 30 डे चाहिँ म हान्छु यो चाहिँ मेरो सेल्फ च्यालेन्ज हो दाजुभाइहरू सो मोर टु कम अनि अरू के भन्दाखेरि जहिले त्यही हो एभ्री डे एभ्री टाइम आउँदाखेरि मैले भन्ने कुरा भनेको अलवेज किप स्माइलिङ स्प्रेड लभ लाभ पोजिटिभिटी अनि दामी एनर्जी सी यु अन द नेक्स्ट वान जय नेपाल जय शम्भु दाजुभाइहरू